आजको हाम्रो डिनर लोकल कुखुराको सुप चट्ट लगाएर यहाँनिर यसरी बनाएको छु। अनि यो भयो काँक्रा खुर्सानी हरियो अनि कागती अनि रायोको साग र खाना। रायोको साग चाहिँ मासुमा जहिले मेरो हुन्छ होइन। रेडी? आज हाम्रो मुकबाङ छ है, दुईजना हस्बेन्ड वाइफको पहिलो। तपाईँ रेडी हुनुहुन्छ मुकबाङको लागि? रेडी। हेलो एभ्रिवान, गुड इभिनिङ, नमस्ते। नमस्ते। आज चाहिँ हामी दुईजनाको लोकल कुखुराको सुप छ हामी दुईजनासँग चाहिँ। अनि आज चाहिँ सिम्पल मुकबाङ है हाम्रो दुईजनाको होइन। खाऊँ, म चाहिँ हातले खान्छु, उहाँ चाहिँ चम्चीले खानुहुन्छ हो। मैले चाहिँ लिएँ, सुरु गरेँ। खानु होइन यही भने फर्स्ट बाइट। फेन कुरौँ भने त्यहाँनिर चाहिँ साउन्ड अब कस्तो हुन्छ गर्मीले चाहिँ मरिने रहेछ साथीहरू। यो चाहिँ हाम्रो कराइसाबारीको खोर्सानी बिटा दिदीले रोप्नु भएको। कस्तो पिरो छ अहिले मैले चाहेको लास्टै पिरो छ। आफ्नो परेको बाबु छ टक्क लगाएर लेमन यसरी सर्र पार्यो। सुप सट्ट लगायो। अनि किन यत्रो उसमा पनि पिरो थियो नि त्यत्रो पिरो खाएको दामी भयो। पानी चाहिन्छ यतिकै खाउँ। ए म त खानुको लागि पो खोल्नु लाग्यो हो। खानुको लागि पो खोल्नु भएको होला। पानी चाहियो भने यहाँ छ है। अहिले लास्टमा खान्छौँ खाना सिलाउनु कस्तो भयो? अनि साँच्चै मैले पनि पो थियो त। साँच्चै मेरो चाहिँ पकाएको होइन यो पकाएको भएको चाहिँ फेभरेट हो। सानो स्वरमा बोलेको छु क्या। क्यामेरा पढाएको नि त साउन्ड पुग्दैन होला। हामी सानो स्वरमा बोलेको छु क्या भन्नु हो।
मैले सक्नु आँटेको नि त थाहा छैन साथीहरू हामीलाई चाहिँ आज मोबाइलले झुक्काएछ हामी चाहिँ अब भिडियो रेकर्ड भइरहेको छ भनेर यता चुप्पो लागेर धमाधम खान थाल्यौँ होइन तर फोन चाहिँ धेरै तात्तिएछ होइन अनि त्यही भएर बिचैमा अघि नै स्टप भइसकेको रहेछ हामीलाई चाहिँ थाहा नै भएन अनि खाना खाइसकेर अनि त्यस पछाडि अब भ्लग एन्ड गर्नु पऱ्यो भनेर भ्लग एन्ड गरिसकेर बिदा मागेर त्यहाँनिर म अब रेकर्ड त अब जानु पऱ्यो नि त अन गर्नु पऱ्यो नि त अनहरे अफ गर्नु पऱ्यो नि त गर्नुको लागि जाँदाखेरि त अघि बिचमै भिडियो त स्टप भइसकेको रहेछ भिडियो रेकर्ड त अनि हामी त के भन्ने अब मजाले मुखबाङ अब बनाउँ है भनेको अब यस्तै भयो साथीहरू यसरी मलाई यसरी धोका मिलेको चाहिँ 2 चोटि भइसक्यो क्या साथीहरू अस्ति नै पनि एकचोटि होइन यस्तै भएको थियो हो अब अहिले पनि यस्तै भएछ तिमीलाई मैले बिचमा गएर क्या त्यहाँनिर फोन एकचोटि चेक गर न भनौँ कि भने फेरि मजाले खाइरहेको थिएँ अनि कता उठाउनु भनेर म पनि उठेर गएर हेरिनँ अरू बेला त फेरि म बिचमा गएर उठ्दै हेर्थेँ नि आज चाहिँ मैले हेरिनँ क्या अब यस्तै भएछ साथीहरू फेरि नेक्स्ट भ्लग राम्रो मजाले मुखबाङ राम्रो लिएर आउने छौँ उपस्थित हुनेछौँ अहिलेलाई जे थियो त्यति हेरेर हजुरहरूले प्रतिक्रिया दिन नभुल्नु होला भन्दै आजको भ्लग हामी यहीँ एन्ड गर्न चाहन्छौँ बाइ साथीहरू हाम्रो सिम्पल मुखबाङ हेरेर इन्जोय लिनु होला उसले चाहिँ यस्तो चाहिँ कति खान्छ के गर्नु र त्यो फ्रिज भइराखेको चाहिँ कसले हो एउटा कस्तो लाग्यो लोकल कुखुराको सुप खाना दामी लाग्यो हाम्रो अन्तिममा हामीले त्यहाँनिर के भनेको थियौँ होइन रेकर्डै भएन रहेछ एकचोटि यता हेरेर मजाले बोलिदेऊ न त ला बोल्दै आउँदैन है मैले यति मिठो तिमीलाई लोकल कुखुराको सुप खुवाएँ केही भन्दैनौ धन्यवाद त्यति यो टी सर्ट चाहिँ मैले हिजो ल्याइदिएको साथीहरू होइन उसलाई चाहिँ मन नपरेर झन्डै नलगाएको मैले फेरि इमोसनल ब्ल्याकमेल गरेर चाहिँ उसलाई लाउनको लागि सफल बनाएँ होइन तिमी पनि दङ्गाउँछौ है मलाई किन मन नपरेको अरे यता हेर मलाई मन नपरेको त्यस्तै है ल ठिक छ